everyone, welcome back to my channel. स्वागत छ हजुरलाई इन्डियन ब्लगमा। अहिले हजुरहरू सधैँ हुनुहुन्छ होला, म पनि एकदम धेरै सधैँ छु। अनि आज पनि फेरि मिनी ब्लग लिएर आइसकेको छु। अनि आज चाहिँ म चाहिँ फाइनली कहाँ जाँदैछु भने आज चाहिँ म स्वयम्भू जाँदैछु। स्वयम्भूमा चाहिँ आज बत्ती बाल्नु छ। बत्ती बाल्न मन लाग्यो कि मलाई चाहिँ, अनि बत्ती बाल्न जान मन लाग्दैछौँ। अनि यति बजी दिदीको घरमा आएर दिदीको छोरालाई लिएर जाँदैछु। अब त्यही पुगेपछि हजुरहरूलाई के हुन्छ त्यही देखाउँछु है। साथीहरू हामी चाहिँ स्वयम्भू भइसक्यो। अब चाहिँ माथि जाने हो। माथि नै पार्किङ गरेर जाऊँ न। माथि नै जाने हजुर। साथीहरू हामी चाहिँ स्वयम्भू आइसक्यौँ। स्वयम्भूमा चाहिँ के अरे सागा दावा कोरा चलिरहेको थियो, तर त्यो चाहिँ सकिसक्यो। अनि म चाहिँ फाइनली यहाँ चाहिँ बत्ती बाल्न आएको। आज स्वयम्भूमा चाहिँ धेरै भएन आएको, त्यही भएर आज बत्ती बाल्न आएको। कस्तो कालो थियो मान्छे चाहिँ एनी टाइममै प्याक हुने है। इन्डियनहरू चाहिँ कति धर्म गर्ने हो भन्नु पशुपतिमा त्यत्तिकै स्वयम्भूमा त्यत्तिकै जताजतै कस्तो प्याक। कस्तो राम्रो गिफ्ट पुरा माथि अंदर जाने को बोलता है। इधर आ जाओ। भइसक्यो तर आगोलमा छु 5 मिनेट यसमा बाटो दिनु त एकचोटि।
एउटा बत्ती पढ्नु चाहिँ 100 रुपियाँ रहेछ ठुल्टा बाले एउटा मेरो सासूको नाममा एउटा ससुराको बाले बत्ती उहाँहरू चाहिँ सपनामा आइराख्नु भएको भएर कि आइराखेको भएर चाहिँ म बत्ती बाल्न आएको हो अनि कुरा उस गनिकेर चाहिँ आउनै पाएन भ्यू छ हेर्नु न यहाँको सब काठमाडौँ सहर देखिन्छ जता गयो मान्छे यहाँ र के अरे पशुपतिमा चाहिँ कहिल्यै मान्छे खाली नहुने भयो है जता पनि यत्तिकै मान्छेहरू फोटो क्यामेरा फोटो भिडियो बनाउने पहाडमा यहाँ पैसा निकाल्छु हजुर यहाँ सधैँ यहीँ बस्नुहुन्छ ए हजुरको खुट्टै रहन्छ ल हजुरलाई नमस्ते सधैँ यहीँ बस्नुहुन्छ घर कहाँ आउने हजुरको ए अनि यहाँ चाहिँ कहाँ बस्नुहुन्छ नि जन्मेको ठाउँ चाहिँ हो अनि यहाँ चाहिँ फ्यामिली बस्नुहुन्छ कि एक्लै बुधबार 5 गते कोठा छ रुम छ त्यहाँ अनि यो खुट्टा चाहिँ के गरी भानी भयो 3 वर्ष भयो काटेको के भएको रे आएको थियो घाउ आएको थियो सानो त्यो घाउ त दन्दन ठुलो भयो यत्रो सुनेर पनि आयो पोल्ने रातभरि सुन्न नपाउने भत पोल्ने खान नपाउने सुन्न नपाउने अनि यसरी काट यो उस चाहिँ गरेर फाल्नु भएको चाहिँ कति वर्ष भयो नि यो 3 वर्ष 3 वर्ष गाह्रो हुन्छ है बुवा खुट्टा भएन भने त हिँड्नलाई चाहिँ अलिकति गाह्रो छ ल हस् त बुवा है ल नमस्ते खिचाइ ए यो बुवा पनि बुढो हुनुहुन्छ रहेछ दिनु बुवा ल नमस्ते बुवा बुवा नमस्ते लिनु के भएको हजुरको खुट्टा ए पहिला जो 40 वर्ष अगाडि नै कस्तो त्यो के भन्छ कुष्ठरोग लागेको जस्तो कुष्ठरोग लागेको हो हजुरलाई 40 वर्ष अगाडि लागेको अनि उपचार गर्नु भएन 3 वर्ष हस्पिटल बस्यो पछि ए त्यो पछि थाहा पायो कि बिग्रिसकेपछि ए अनि फेरि बिग्रिसक्यो लाटो भइसकेपछि त औषधिले नि काम गरेन औषधिले काम गर्ने त किटाणुहरू चाहिँ मर्ने रे त्यो लाटै बस्थ्यो अनि फेरि हिँड्छ ए त्यही त अनि कहाँ बस्नुहुन्छ नि यहाँ म तल बस्छु अनि यहाँ आएर बस्नुहुन्छ अनि बेलुका चाहिँ जाने घर हजुर ए ल हस् त भयो बिचरा सब बुढो मान्छे मात्रै छ त हो कुन चाहिँ दाइ यो मालाको प्राइस कति हो 150 अनि सानो 100 रुपैयाँ त अनि दाइ तल त अनि 50 रुपियाँ भन्छ त यो होइन यो चाहिँ यो क्वालिटी छुट्टै हुन्छ क्वालिटी छुट्टै हुन्छ हेर्नु त यो क्वालिटी छुट्टै हुन्छ अरे नि त छुट्टै हुन्छ नि राम्रो दुईटा लाने मिलाइदिनु नि यो सिङ्गिङ बल दाइ यसलाई के भन्छ अरे हाम्रो उसको हाम्रो यो तामाङ जातको यस्तो गर्ने होइन यस्तो गर्ने होइन कतिचोटि गर्ने रे यसरी त्यसरी होइन हात चाहिँ नि यस्तो अनि यो माथि छ नि यो हेर्नुहोस् पहिला गोल घुमाउनु क्या है यसरी बल है मेडिटेसन बल इसमें कुछ है यो मसँग नि छ कि घरमा साथीले गिफ्ट दिएको यस्तो यो गऱ्यो भने के हुन्छ अरे मनलाई शान्ति गर्छ कि मनलाई शान्ति हुन्छ टेन्सन आउट हुन्छ कतिचोटि प्रेस गर्नु घुमाउनु मनलाई शान्ति हुन्छ अरे यसले ल यो दिनु न त यो लगिदिनु न त सोलर टिभी ठुलो लैजाने ठुलो देऊ कि सानो देऊ राम्रो छ क्वालिटी हेर त रातो खालको दिन न मलाई रातो डोरी के मलाई पनि एउटा दिनु 100 हुँदैन आउने दाइ आउने भाइ ए दिनकै गर्ने हो दाइ मैले चाहिँ त्यत्तिकै सजाएर राखेको छ टाइममा फुर्सदको टाइममा अब टेन्सन कतिचोटि गर्ने भन्नु त 2 मिनेट 3 मिनेट अब तपाईँले अब जुन
यस्तो गरेर यस्तरी होइन खै त आवाजै आएन आउँछ आइरह त अलिक प्रेस गर्नु आइरह इसारा आएछ सुन्यो हुन्न भाइब्रेसन जस्तो आइरह घुमाइराखेपछि ओहो मनमा शान्ति हुन्छ अनि त घर गर्नु पऱ्यो म पनि जहिले बिर्सिन्छ बिजी भएर यो गर्दा गर्दै आउने रहेछ होइन दाइ अलिक फास्ट गरे हेर्नु तुरन्त आउँछ कि फास्ट गर्ने खै माला देऊ म पनि यस्तो गरेर यस्तो गरेर होइन अटोमेटिक अलिक फास्ट गऱ्यो भने तुरन्त आउँछ कि यस्तो फास्ट ल साथीहरू हामीले चाहिँ यस्तो बुद्धको माला मैले कहिले पनि राखेन है अस्ति सानो बेला कतिचोटि राखेको थिएँ एकचोटि त खिचेको मोबाइललाई पनि खिच्देऊ न नर्मल साथीहरू यो चाहिँ टिकटक भिडियो बनाउने भाइरल स्वयम्भूको डाँडा पुरै लुन्डाहरू कस्तो मजाले राखेको छ हेर्नु न लुन्डाहरू कस्तो रमाइलो हामीलाई चाहिँ पुलिस दाइले लहटेर है चुरोट के ड्रग्सहरू खाने भनेर लहटेर यहाँ ल्याइदिनु भयो गाली गर्नुहुँदो रहेछ यहाँ बसेर फोटो भिडियो बनाउनलाई डिस्टर्ब हुन्छ अरे अनि साथीहरू यति धेरै काठमाडौँमा त्यति धेरै मान्छेहरू विदेश गएको भन्छ त्यत्तिकै मान्छे मरिरा भन्छ अनि मान्छे चाहिँ कहाँबाट आउँछ कि हेर्नु न यत्तिकै एनी टाइमै हुन्छ हौ स्वयम्भूमा मान्छे त ओ माई गड म त दङ पर्छु हेर्नु त मङ्कीको बच्चा कति क्युट रहेछ है मङ्कीको बच्चा हाम्रो चाहिँ बत्ती धुपहरू सबै बालिसक्यो अब चाहिँ हामी जानलाई बाबुले चाहिँ स्कुटर निकालिसक्यो अब चाहिँ हेरौँ अब कहाँ जान्छौँ हेर्दै गर्नु होला है यत्रो ठुलो बस रिजर्भ गरेर आउँछ जे पनि जानेको छ यो इन्डियनहरूले जानेको छ के पूजाआजा गर्न त्यस्तै जानेको व्यापार बिजनेस गर्न त्यत्तिकै जानेको यहाँ नेपालमा हेर्नु त नेपालीले भन्दा इन्डियनहरूले दुःख गरेर नेपालमा कति पैसा कमाउँछ उनीहरू विदेशै जानु पर्दैन त्यो कबाडीमा कति धेरै कमाउँछ त्यो हाम्रो त्यो घरतिर त त्यो कबाडीले होइन कति कमाउँछ जे पनि त्यो कबाडीमा धेरै आउँदो रहेछ क्या पैसा त्यसमा लगानी गर्ने रहेछ न उनीहरूलाई राम्रो लाउनु पर्छ न मिठो खानु पर्छ है बाबा गर्ने हो इन्डियनहरूले मेहनत चाहिँ गर्ने हो पूजाआजा त्यस्तै गर्ने यो नयाँ बनाएको हो त गएकै होइन हौ यहाँ त एकचोटि जानुपर्ने लामो रहेछ त ल गुम्बा त फाइनली साथीहरू म चाहिँ घर आइसकेँ अनि भिडियो हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला पुरानो हुनुहुन्छ भने फुल भिडियो हेरेर साथ दिनु होला थ्याङ्क्स फर वाचिङ बाई साथीहरू